है मुद्दा लगाउने अरे लगाइराख तिमीहरूको मुद्दा त्यस्तो मुद्दा तपाईँको छैन लगाउने कानुन च्याप्न हर्क साम्पाङ आउँदछ त्यहाँ है मकै रोप्दा मुद्दा लाग्ने बिरुवा रोप्दा मुद्दा लाग्ने फुल रोप्दा मुद्दा लाग्ने गरी खान्छु भन्दा मुद्दा लाग्ने है कस्तो खालको मुद्दाको मात्रै देश रहेछ यो मुद्दाको देशलाई अब अवसरहरूको देश र बाँच्न सक्ने तपाईँको चाहिँ आर्थिक विकासको देश यदि बनाउनु छ भने हर्क साम्पाङ र हर्क साम्पाङको पार्टी हर्क साम्पाङ उम्मेदवारहरूलाई अञ्जुलीको माटो चुनाव चिन्हमा तपाईँहरूले भोट हाल्नु। अब यहाँ हाम्रो सुनसरी 1 मा है थुप्रै तपाईँको चाहिँ अघि मैले भनिसकेँ 26 जना उम्मेदवार छौँ। त्यसमध्ये म केही उम्मेदवारहरूको मात्रै नाम लिन चाहन्छु होइन। त्यसो भन्दा अरूलाई चाहिँ अपमान गरेको भनेर नभन्नु होला, अरूको नाम थाहा नभएर नभन्नु होइन। तपाईँले यदि सूर्यमा भोट हाल्नुहुन्छ भने सूर्यको टीका लिम्बू भनेको प्रधानमन्त्रीको क्यान्डिडेट होइन, उसले त्यो भोट लगेर केपी ओलीलाई भोट हाल्नु। केपी ओली प्रधानमन्त्री भएर के हुन्छ? केही हुन्छ? हुँदैन। जेनजीको आन्दोलन हुँदै गर्दाखेरि केपी ओली नै प्रधानमन्त्री थियो नि यो देशको होइन। केपी ओलीको प्रधानमन्त्री भएको तपाईँको चाहिँ सरकारले के गरिदियो भन्दाखेरि सोसल साइट्स युट्युब फेसबुक टिकटक गुगल लगायत सबैलाई बिहान हानिदियो। सोसल साइट्स भनेको अहिले हामी कस्ता भन बनेका छौँ भने बिहान उठ्ने बित्तिकै मुखै नधुई मोबाइल हेर्छौँ, सुत्ने बेला मोबाइल हेर्दै निदाउँछौँ होइन। भन्नुको मतलब के छ भने सूचनासँग खेल्न चाहन्छौँ मान्छे। तपाईँहरू यहाँनिर मेरो कुरा मात्रै सुनिराख्नु भएको छैन, साइडमा बोलिराख्नु भएको छ, मलाई थाहा छ। नबोली मान्छे बस्न सक्दैन, नसोची मान्छे बोल्न सक्दैन, नसोची मान्छे बोल्न सक्दैन भने सोचेपछि ऊ बोल्नुपर्छ होइन। उसले विभिन्न कुराहरू सोचिरहन्छ दिमागमा, मान्छेको दिमागमा आइरहन्छ। त्यो मान्छेको दिमागमा आएको कुरालाई उसले अभिव्यक्त गर्न चाहन्छ। त्यो अभिव्यक्तिको तपाईँको चाहिँ अधिकार हो सोसल साइट्स भनेको। होला आज हामीसँग तपाईँको चाहिँ होइन विभिन्न अरू देशबाट चलाएका चाहिँ सफ्टवेयरहरू छन्, तर श्रम संस्कृतिको सरकार आउन दिनुहोस्। हाम्रो आफ्नै बुक हुनेछ। अहिले तपाईँको चाहिँ फेसबुक छ, हाम्रो आफ्नै बुक हुनेछ। म नेपालका तमाम जेनजी इन्जिनियरिङ पढ्ने होइन मान्छेहरूलाई भन्न चाहन्छु, तपाईँहरूले पनि केही एप्लिकेसन डेभलप गर्नुहोस्। हामी आफ्नो सफ्टवेयर आफै प्रयोग गरौँ र आफ्नो सफ्टवेयर अरूलाई बेचौँ। खालि हामीले अमेरिकालाई जुकरबर्गको तपाईँको फेसबुक चलाएर पैसा तपाईँको चाहिँ उसलाई धनी बनाउनुपर्छ भन्ने छैन। तर त्यो दिन तब मात्रै आउँछ जब श्रम संस्कृतिको सरकार सुरु हुन्छ, त्यसपछि हामी बनाउँछौँ ती कुराहरू। त्यस्ता सोसल साइट्सलाई बन्द गरिदिने केपी ओली हो कि होइन? बोल्न उकुस मुकुस भएर मान्छे बसिसकेपछि एउटा फेरि तपाईँको चाहिँ कहिले चाहिँ के हुन्छ र खाउँ भनेर गरेर बसिरहेको शक्तिले हाम्रा छोराछोरीलाई उच्काएर लय भनेर त भानुचोकमा योभन्दा यत्रो भिड झन्डै थियो होला, भन्दा ठुलो त नभनौँ होइन। बसिराखेको रहेछन् है। देशभर तपाईँको छैन के अरे आन्दोलन भयो। त्यो आन्दोलन गराउने गल्ती तपाईँको छैन के अरे केपी ओलीले गरेको हो कि ओम्नी गिरिबन्धु खै के भन्नेहरू त कति हो कति। त्यो कुरा नगर्नु, पुरानो गीत गाएर के फाइदा छ? नयाँ गीत गाउँ होइन, नयाँ गीत गाउँ। अब नयाँ साल पनि आउन आँट्दैछ होइन। आज मेरो बर्थडे पनि हो है, आजदेखि मेरो लागि त नयाँ साल पनि भयो। नयाँ गीत गाउँ, पुरानो गीत किन गाउँ भन्दाखेरि नयाँ गीतमा चाहिँ त्यो पर्छ। केपी ओली यदि प्रधानमन्त्री तपाईँको छैन उसलाई फेरि बनाउने हो भने फेरि नै यो देश दुर्घटनामा जाने सम्भावना छ। त्यसले गर्दाखेरि सूर्य चुनाव चिन्ह लिएर चुनाव लडिरहेको टीका लिम्बूलाई भोट हालेर फाइदा छैन है। अलिकति साम्प्रदायिक कुरा गरेको जस्तो कसैले नसम्झिनु होला है। केपी ओली नै हो त्यो मान्छे जसले चाहिँ खुवालुङलाई फुटाउँछु ट्रेन हालेर भन्ने मान्छे है। कसैको आस्थामाथि, कसैको तपाईँको मन्दिर र कसैको छैन तपाईँको आस्थाको धरोहरलाई ट्रेन हालेर फुटाउँछु भन्ने मान्छे कस्तो खालको मान्छे हो त्यो? अनि त्यो खालको मान्छेले फेरि प्रधानमन्त्री बनाउनका लागि टीका लिम्बू उसको चाहिँ उम्मेदवारलाई जिताएर हुन्छ? बालुवा पेलेर तेल निस्किँदैन, ढुङ्गा उसिनेर खान मिल्दैन है। नगरौँ अब भयो, गर्दैन, छोडिदिउँ। एमाले भोट हाल्नुको फाइदा छैन। म यहाँ सबैजनालाई भन्न चाहन्छु, देशैभरि भन्न चाहन्छु यो कुरा मिडियामा।
अब सुजिन्द्र गोले रुखबाट आएको छ, सुजिन्द्र गोलेलाई जिताएर के हुन्छ भन्दाखेरि ऊ पनि प्रधानमन्त्रीको क्यान्डिडेट त होइन हो त, एक ठान सांसद हो, जित्यो, अब जित्ने त कुरै छैन, ल ल भइ नै हाल्यो भने पनि उता तपाईँको छैन के हो त भन्दाखेरि कुनामा बसेर ढ्याप ढ्याप गर्ने 2 मिनट बोल्ने काटिदिइहाल्छ। अघि यहाँ आइसक्यो, उसले गगन थापालाई, शेरबहादुर देउवालाई भोट हाल्नु त अब हाल्दैन होला होइन, गगन थापालाई तपाईँको छैन भोट हाल्छ। गगन थापा कस्तो मान्छे भन्दाखेरि एमसिसी गरौँ 55 अर्ब चीनबाट ल्याउँ, के अरे अमेरिकाबाट ल्याउँ, चीनबाट बिआरआई गरेर 70 अर्ब ल्याउँ, भारत जाउँ, अलिकति ढोगौँ, हजुर 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 भनौँ, त्यहाँबाट ऋण ल्याउँ चलाउँ। त्यस्ता मान्छेले देश चलाउँछ। विदेशी ऋणको भारी बोकाउनुलाई विकास भनिँदैन क्या। विकास भनेको के हो भने त राम्रो बुझौँ है, विकास भनेको के हो भन्दाखेरि मेलम्चीको पानी ल्याउनका लागि 30 वर्ष लगाएर पनि 25 किलोमिटर नाथे पानी ल्याउनलाई 62 अर्ब पैसा सके विदेशी ऋण होइन, त्यसलाई विकास भन्छ। कोका खोलाको पानी ल्याउनलाई 98 दिनमा मात्रै 43 किलोमिटर घुमाउँदै सरकारको पैसै नलगाइकन त्यतिकै बोलिरहेको हो। अचम्म लाग्छ है। विकास भनेको त्यो हो नि, विकास भनेको यही हो, स्रोत भनेको यही हो, साधन भनेको यही हो, यही मान्छेहरू हो विकास गर्ने। यतिका मान्छेले अहिले गएर एउटा बाटो खनौ त है, म लेखेर दिन्छु एकै दिनमा तपाईँको छैन 3-4 करोडको काम हामी गर्छौँ। अनि एक दिनमा 3-4 करोड 5 करोडको काम गऱ्यौँ भने कति काम गरिन्छ होला यसो विचार गर्नु न। 5 घन्टा खट्टा मात्रै। त्यसले गर्दाखेरि त्यो खालको मान्छे, जो मान्छे चाहिँ तपाईँको अहिले उसको ऊ पनि आइराखेको छ है, साम्प्रदायिक जातिवादी कुराहरू पनि गरिराखेको देख्छु। त्यो जनजाति जनजाति खै के भनेर त्यसरी अपमान गर्ने मान्छे यो देशको प्रधानमन्त्री बन्नुहुन्छ। सुजिन्द्र तामाङलाई भोट हाल्यो भने उसले त्यहाँ हाल्ने हो क्या, गगन थापालाई प्रधानमन्त्री बनाउने। अब एकजना छ निकै फुरफुर गर्छ है साथी, पहिल्यैदेखिको मनोज भट्टराई भन्ने तल 17 को वडा अध्यक्ष थियो पहिला है, तारालाई भोट हालेर के हुन्छ, ऊ प्रधानमन्त्रीको क्यान्डिडेट हो र होइन, ऊ के को क्यान्डिडेट हो भन्दाखेरि त्यो एउटा सांसदको क्यान्डिडेट मात्रै हो, त्यही हो यसो ढ्याप ढ्याप गर्ने। उनलाई जिताएर पठायो भने उसले प्रचण्डलाई प्रधानमन्त्री बनाउनलाई भोट। प्रचण्ड फेरि कस्तो मान्छे थाहा छ, राईहरूलाई तिमीहरूको राज्य दिन्छु, लिम्बूलाई तिमीहरूको राज्य दिन्छु भनेर राई र लिम्बूलाई झगडा गरेर झन्डै छाता जम्मा कटाका है। तामाङलाई तामसालिङ दिन्छु अरे, मगरलाई मगर रात दिन्छु अरे, के भन्न खोजे अब त्यो होइन। दिन्छु भने चाहिँ त दिनु पनि पर्छ नि त फेरि नेताले त होइन र। अब मैले पानी लिएर खुवाउँछु भने खुवाइनँ है, तर त्यसमा म एकछिन आउँछु। अहिले चाहिँ फेरि कृत्रिम अभावहरू बनाउँदैछन्, ट्याङ्कर व्यवसायहरू गर्ने होला या कुरा छ। त्यसले गर्दाखेरि त्यस्ता मान्छे जो चाहिँ महिनै पछि आफ्नो कुरा फेर्छ, त्यस्तो प्रचण्डलाई प्रधानमन्त्री बनाएर के हुन्छ है। त्यसले गर्दाखेरि ताराम भोट हालेर काम छैन है। कम्फर्टेबल सरकार भन्छ, घरि के भन्छ, उसको थुप्रै छ भ्रष्टाचारको किस्सा पनि। यो क्यान्टोनमेन्टको किस्सा अरे खोइ बुढी गण्डकी थियो, बाबुरामले नै भनिन्थ्यो, कति अर्ब यिनीहरूले खाएको म छु भन्थ्यो, कति उसलाई डिबेट काटेन पनि त्यो कुरा पनि कहिले। त्यस्ता खालका तपाईँको भ्रष्टाचार र उ गर्ने मान्छेहरूलाई हामीले चाहिँ तपाईँको प्रधानमन्त्री बनाउनु हुँदैन है। अस्ति अब भनेको गीतै आउँछ, भोलि भरेमा आउँछ होला, आउँछ टिङलिङ टिङलिङ टुङुङ टुङुङ गर्नेछ, टिङलिङ टिङलिङ सानो होइन, टिङलिङ टिङलिङ सानो, अलिक टुङुङ टुङुङ टङङ टङङ, टिङलिङ गरेको टुङलुङ गरेको टङलङ गरेर हुँदैन बाबा, हुँदैन क्या, त्यसले गर्दैन। त्यहाँ भोट हाल्यो भने के हुन्छ भन्दाखेरि सरिन तामाङ प्रधानमन्त्रीको क्यान्डिडेट हो र होइन, उसले भने भोट हाल्ने भनेको रवि लामी छानेलाई हाल्ने हो होइन। बालेनजी चाहिँ मलाई प्रधानमन्त्री बनाउँछ भनेर म खबरेर हिँडेँ। पार्टीको अध्यक्ष चाहिँ प्रधानमन्त्री हुने हो क्या। अनि त्यो पार्टीको अध्यक्ष सभापति के अरे तपाईँको सभापति रवि लामी छाने होइन र भने उसले उसलाई दिएको। रवि लामी छाने कम त चलाक छैन है, यस्तो यस्तो हालिदिइहाल्छ होइन। कतिवटा मुद्दा अमेरिकैमा मुद्दा, यहीँ मुद्दा, जेलबाट गर्दै निस्क्यो, फेरि झोला बोकेर बसिरहेको अचम्म लाग्छ। फेरि अहिले त 100 दिनमा सरकारीको पैसा सबै फिर्ता गर्ने छक्क पर्छ होइन। कहाँबाट लिएर तपाईँको फिर्ता गर्ने? बोराको बोरा पैसा आएको छ कि विदेशबाट, विदेशी प्रभुलाई ढोग्नेको त घर पनि पाउँदैन होइन। पैसा दिनु, भोलि चाहिँ लाँदा पनि हुन्छ, मलाई यसो अलिकति भन्ने हाल
त्यो खालको मान्छेहरूले तपाईँको छैन प्रधानमन्त्री बनाएर हुन्छ। हाम्रो बालनजीको कुरा गर्दाखेरि अस्ति जेनजीको आन्दोलनभन्दा अगाडि त फेरि राम्रो हो, मैले राम्रो मानेको साथी सम्झेको शब्द। त्यस पछाडि त जेनजीलाई तपाईँको बोलाउने, झगडा गराउने, उ गर्ने, आउनु न बालन भाइ आउनु प्लिज 2 बजी यस्तो भइसक्यो, आउँदैन। जेनजीको आन्दोलन त यहाँ पनि भएको थियो, भानुचोकमा 12 बजी नै म यहाँ आएको, सबै जेनजीलाई खुसी बनाएर होइन नगरपालिकातिर जाँदै गरेको जेनजीको हुल पनि त्यसो घुमाएर यहीँ लिएर समाउनु। त्यस्तो खालको लिडरको लिडर होइन र, नत्र भनेदेखि के धराङ्गो महानगरपालिका चाहिँ बस्थ्यो र, नेपालभित्रै त्यो ड्याङ्गी हानिदिन्थ्यो। भरे तपाईँको छैन कालो धँसोमा के बस्नु, पुरुषको फेदमा बस्थ्यो भने त मलाई त एउटा ढुङ्गामा बसेर म अफिस गरिहाल्छ नि हो, के छ र मलाई होइन। मलाई सोफा चाहिने, ठुलो घुम्ने कुर्सी चाहिने हो र, म डोको माथि बसेर भए पनि सर्भिस गरिहाल्छु है, बाटैमा खोलामै भए पनि म काम गरिहाल्छु। त्यसले गर्दाखेरि त्यसरी तपाईँको छैन जोगाएँ, तर उहाँले गर्नु सक्नु भएन, बालनजीले गर्नु सक्नु भएन। त्यस पछाडि तपाईँको छैन के अरे त्यो सिंहदरबार जलाउने, के जलाउने भन्ने कुराहरूमा पनि उहाँहरूको हात छ है। त्यो तपाईँको छैन त्यो के भन्नेहरू छैन। अहिले बिबिसी भन्ने एउटा रहेछ होइन, खोइ के बिबिसी हो, बिबिसी अलिकति अब राम्रै खालको खोइ के हो कुन त है, के जेसै भएछ बिबिसीले चाहिँ सबै के गरेछ भन्दाखेरि त्यतिखेरको आन्दोलनको होइन त्यो बारबारा फाउन्डेसनबाट आएको त्यो तपाईँको छैन हामी नेपाल खोइ के भन्नेहरूले गरेको, टिओबी भन्नेहरूले बन्दुक बोकिनेको आगजनी, अनि साना साना हाम्रो नानीहरूले जलायो भन्ने। सानो जेनजीले +2 गर्दै गरेको 10 कक्षा पढेको मान्छेले सिंहदरबार जलाउँछ। अब उदाहरण अघि भर्खर होइन त्यहाँनिर मैले त्यो त्यत्रो तेलले भिजाएको सलेटो बालु भनेको हावाले निभाइदियो। यहाँ र बालु त सजिलो छ, तेलले भिजाएको जानी बुझी लगात यस्तो गरेकै गर्नुपर्छ भने यतात्रो तपाईँको भित्ता भएको रहेछ। त्यो सिंहदरबार 2-3 चोटि बम गएको थियो, छक्कै परे, यहाँ गरेर आएँ है। यहाँभित्र त सिङ्गै पो छ कि जस्तो लाग्ने क्या, अब म त भुइँ मान्छे होइन, तपाईँहरूसँगै गए काम गरी हिँडेको मान्छे हो नि त होइन र, सिङ्गै पो छ कि भनेको त त्यहाँभित्र फेरि ओ लाटा नेता बसिरहेको है। त्यो सिंहदरबार पनि तपाईँको छैन के हो त भन्दाखेरि होइन षड्यन्त्र गरेर चलाइएको छ। ती सारा षड्यन्त्रमा धेरै लामो बेली विस्तार म यहाँ राख्न चाहन्न, मैले इन्टरभ्यूहरूमा भनिसकेको। ती सारा कुरामा तपाईँको छैन के हो त भन्दाखेरि संलग्न मान्छेहरू बालनजीहरू पछि गएर तपाईँको छैन जेनजीलाई घाइतेलाई पनि भेट्दैन, जेनजीको आन्दोलन तपाईँको अन्त्येष्टिमासम्म पनि आउँदैन, लुकेर बसेकै गर्छ, बसेकै गर्छ, अनि पछि प्रधानमन्त्री हुने भन्दै आयो है। मिडिया मार्फत क्या प्रधानमन्त्री मिडियाले बनाइहाल्नु पर्ने हुन पनि अब डिस्कोर्डबाट होइन, डिस्कोर्डबाट सुशीला कार्कीले प्रधानमन्त्री बनाउनेहरू त छ, सबै फेक आइडी क्या। हर्क साम्पाङले फुल रोप्नु जाउँ है भन्ने बित्तिकै 1 मिनट नपुगी हर्के हल्दा ढुङ्गे यो त्यो भन्ने खालको हुल ठुलो छ नि त उनीहरूको, करोडौँ खर्च गरेको छ क्या त्यहाँ। त्यस्तो लेख तँले पैसा दिन्छु भनेर पुरै सेटअप छ। त्यस्ता मान्छेहरूले फेसबुकबाट प्रधानमन्त्री बनाउने जो चाहिँ 5 महिनासम्म लुकेर बस्छ डरले है। त्यतिखेरको अवस्थामा यो देश जलिरहेको अवस्थामा, यो देश ढलिरहेको अवस्थामा है, यहाँसम्म कि तपाईँको छैन सुरक्षाकर्मी प्रहरीलाईसम्म पनि तानेर चौबाटोमा लट्ठीले कुटेर मारेको अवस्थामा, यो देश तपाईँको छैन त्यसरी नरहेको अवस्थामा यो देश बचाउन जाने एकजना मान्छे थियो 3 करोड नेपालीमा, त्यसको नाम चाहिँ मैले बिर्सेँ। त्यसको नाम मैले बिर्सेँ, को त्यो मान्छे हो त्यो मान्छे। त्यसो भएको कारणले गर्दाखेरि पनि म यहाँको सबैजनालाई भन्न चाहन्छु, काम त म कति गर्छु, भिजन त कति छ, साथै यो देशलाई बचाउने साहस पनि छ क्या मसँग। 30-35 वर्षदेखि 40-50 वर्षदेखि तपाईँको राजनीति गरेर बेसरी ठुलो भएर गरेर हिँड्ने तपाईँको छैन होइन, आफूलाई निकै ठुलो नेता सम्झने मान्छेहरू कहाँ गएको थियो त्यतिखेर, कोही पनि देखिन तपाईँले है। त्यसो भएको कारणले यो देशमा कोही पनि मान्छे रहेनछ यो देशलाई बचाउन सक्छु भन्ने साहस गर्ने। त्यो साहस गर्ने एकजना मान्छे फुच्चे केटा थियो अनुहार नपरेको, म पनि त्यसलाई चिन्नु चाहिँ चिन्दिनँ, अलिअलि चिन्छु होला थोरै चाहिँ है। हो त्यो मान्छे हो है श्रम संस्कृतिको अध्यक्ष र श्रम संस्कृति पार्टीको अध्यक्ष नै सुनसरी 1को प्रत्यक्षतर्फको उम्मेदवार हो। त्यसो भएको कारणले श्रम संस्कृति पार्टीमा भोट हाल्नु भनेको चाहिँ सुनसरी 1ले
प्रधानमन्त्रीको उम्मेदवारलाई भोट हाल्नु पनि हो। म त्यो पनि भन्न चाहन्छु। धेरै कुरा